सुरुमा त म हजुरलाई सरी भन्छु होइन, लास्ट टाइम मैले ड्यान हाउजनलाई जोकर भनेको थिएँ। या मलाई थाहा नभएर हो, खास एडब्ल्यूको सुपरस्टार हुनुहुँदो रहेछ ड्यान हाउजन। मैले खास जोकरै भन्थेँ र त्यति बेला मैले एउटा कुरा पनि भन्थेँ, मलाई रेस्लिङ नलेज नभएको कि यो जोकर यहाँ आएको, म त्यस्तो यस्तै भन्नु थिएँ। तर जे होस् मलाई रेस्लिङ नलेज कमै थियो होइन, त्यो ड्यान हाउजन भन्ने धेरैजनालाई थाहा थिएन। त्यहाँ पपले पनि अहिले सुन्न सक्नुहुन्छ। जे होस् आज कुराहरूमा आज भयो डब्ल्युडब्ल्यू स्म्याकडाउन, र यही नै हो आज हाम्रो बिग टक भन्ने कुरा होइन। ड्रु मैकइन्टायर लस्ट द युनिभर्सल च्याम्पियनसिप, अब अनडिस्प्युटेड च्याम्पियनसिप बिफोर रेसलमेनिया होइन। र आज म स्पेसिफिक भएर त्यही सेगमेन्टकै कुरा गर्छु, अरू पनि कुरा गरौँला। ओ के भन्ने यार, यु वान ऱ्यान्डी अर्टन टु फेस कोडी रोड्स एट रेसलमेनिया अल्सो होइन। त्यो पनि ऱ्यान्डी अर्टन भर्सेस कोडी रोड्स भनेको नि फ्यान्सले वान्ट गरेकै म्याच हो रेसलमेनियाको लागि। त्यसमाथि हजुरलाई फेरि ड्रु मैकइन्टायरलाई पनि टाइटल लुज गराउनु छैन। हजुरले उसको मेहनत देख्नुभएको छ, ऊ कहाँसम्म पुगेको भन्ने देख्नुभएको छ। बल्ल बल्ल त सुरु भयो, 2 महिना पहिला सुरु भएको छ। टाइटल डिफेन्स पनि खासै धेरै भएको छैन। स्यामिजेनसँग रोयल रम्बलमा गऱ्यो, त्यो एउटा कुरा हो। स्यामिजेन छुट्टै बौला ब्याक स्टेजमा। त्यो भएर धेरै कुरा आज मैले दिमागमा अलि होल्ड गरेर राखेको छु, त्यसको पुरै कुरा गर्नेवाला छु। सुरुमा त आई एडोर कोडी रोड्स होइन। मलाई पहिल्यैबाट कोडी रोड्सको जर्नी, त्यो लेगेसीमा भएको सिङ्गल रन पाएको, मार्क्स लाएर आउँथ्यो होइन। अब गोल्ड डस्ट पनि छ, स्टार डस्ट पनि छ, यिनीहरूको धेरै गिमिक छ होइन। पहिले ब्रदर वाज इन एइडब्ल्यू होइन, उसँग म्याच पनि मैले देखेको। कोडी रोड्सको एइडब्ल्यू जर्नी चाहिँ मैले खासै फलो गर्न पाइनँ, तर रेस्लिङमा पहिला कोडी रोड्सले के गर्थ्यो भन्ने त्यो मलाई राम्ररी थाहा छ। त्यही भएर आई लभ कोडी रोड्स। ड्रु मैकइन्टायरको कुरा गर्नुहुन्छ भने ब्रो, ड्रु मैकइन्टायरले पेन्डेमिक एरियालाई एक्लै क्यारी गरेको म त्यतिसम्म भन्छु। रोमन रेन्स पछि समर स्ल्याममा आएको, त्योभन्दा पहिला र रोमन रेन्स हुने बेलसम्म पनि ड्रु मैकइन्टायरले क्यारी गरेको। गोल्डबर्गलाई फेस गर्यो, डब जिग्लरलाई एक्सट्रिम रुल्समा फेस गर्यो, ऱ्यान्डी अर्टनसँग समर स्ल्याममा फ्युड खेल्यो। लास्टै मिहिनेत गरेर ड्रु मैकइन्टायरले त्यो च्याम्पियनसिप फेरि पाएको। ब्रक लेसनरलाई जितेको थियो त्यति बेला, पेन्डेमिक आएको थियो। ड्रु मैकइन्टायर वाज एन्ड इज डिजर्भिङ च्याम्पियन, म अहिले पनि भन्छु। अहिले पनि बल्ल बल्ल यो इन्ट्रेस्टिङ हुनै लाग्थ्यो भन्छु कि अहिले चान्स पाएन भन्छु। ड्रु मैकइन्टायरको हातबाट छिटै तानियो यो च्याम्पियनसिप, र रेसलमेनिया आउने बित्तिकै बिग मोमेन्टहरू स्न्याच गर्नु म ड्रु मैकइन्टायरबाट। मैले अब फेरि कोडी रोड्स भर्सेस ऱ्यान्डी अर्टन पनि नदेख्ने भन्ने कुरा हुन्न होइन, किनकि म पनि ऱ्यान्डी अर्टनको फ्यान हो। कोडी रोड्सको म यत्तिकै अब फ्यान त के भनौँ, क्याजुअली आई डोन्ट हेट दिस गाई होइन, त्यतिसम्म भन्छु म। ऱ्यान्डी अर्टनको चाहिँ आई एम बिग फ्यान एन्ड आई वान्ट हिम टु गेट अपर्च्युनिटी 1v1, त्यो पनि मैले चाहन्छु होइन। फाइटल फोरको सट्ट 1v1 एलिमिनेसन चेम्बर जित्यो भने मान्छेले केही स्पेसली बनाऊँ भने 1v1 छुट्टै कुरा हो कि, त्यो 1v1 गर्नुकै छुट्टै छ क्या। अब मेन इभेन्टमा 1v1 एउटा चाहिँ रोमन भर्सेस पङ्गो, अर्को चाहिँ अर्टन भर्सेस रोड्स भन्ने हामीले पहिल्यै थाहा छ। त्यही पनि मलाई फर सम रिजन मलाई आजको सेटिस्फाइङ विन लागेन। कोडी रोड्सले जिते पनि आई वाज नट सो ह्याप्पी क्या। ड्रु मैकइन्टायरको लागि मलाई यस्तो नराम्रो, अब दुइटा गुन्डामा मोर गुन्डाको, दुइटा नराम्रोमा मोर नराम्रोको भन्ने टाइपको छ क्या यहाँ अलिकति होइन। तर मेरो लागि अब के भनौँ यार, आई वाज नाइदर ह्याप्पी नाइदर स्याड। अब यही हुनेवाला थियो भने मलाई थाहा थियो, त्यही भएर पनि मैले ट्युन इन पनि गरेको थिएँ स्म्याकडाउन आज होइन। तर के भनौँ यार, कोडी रोड्स डिजर्भड दिस बट नट मोर देन ड्रु मैकइन्टायर, म त्यसरी एन्ड गर्छु होइन। किनकि ड्रु मैकइन्टायर भनेको ब्रो यार अझै पनि केही न केही मुखसम्म खाना ल्याइदिएको छ र डब्ल्युडब्ल्यूले, तर खाना दिएको छैन कि ब्रोलाई यार। अब यिनीहरूको डिरेक्सन भनेको जेकब फाटो भर्सेस ड्रु मैकइन्टायर हो, विच इज नट अ ब्याड चोइस। अगाडि स्टोरी त्यसरी लिड भएको छैन। जेकब फाटो भर्सेस ड्रु मैकइन्टायरको स्टोरी एकदमै लामो छ, यिनीहरूले त्यही गराउँछन् एउटा म्याच। अब मिनियाकै कार्ड हेर्ने हो भने जेड कार्गिल भर्सेस रिया रिप्ली छ। आज पनि प्रोमो थियो, हिटेड थियो, माइक ड्रप मोमेन्ट्स थियो। त्यहाँ एक्चुअली माइक ड्रप मोमेन्ट थियो होइन। जेड कार्गिलले भन्छ यु आर नट स्ट्रङ्गर इनफ टु फेस मी, रिया रिप्लीले भन्छ म तेरो होइन जेडेडबाट किकआउट गर्दिनँ, तर तँ मेरो रिप्राइडबाट किकआउट गर्न सक्दिनस्, त्यस्तै भन्छ होइन। त्यही रिप्राइड र जेडेडले भन्दिनँ, तर त्यही भन्नु खोजेको भन्नुपर्दाखेरि। ओभरअल भन्नुपर्दा स्म्याकडाउन चलिराखेको छ। रोड टु रेसलमेनिया जस्तो फिल चाहिँ भएन। यो स्म्याकडाउन हजुरले 2011, 12, 10 जतिमा देखाउनु होइन, कसम भनेको यो स्म्याकडाउन एउटा नर्मल भर्जन ब्याकल्यास पछिको स्म्याकडाउन चाहिँ यसको लागि ठिक छ। तर म भन्छु रेसलमेनियाको लागि फ्युड त्यस्तो दामी चाहिँ भएन, इन्ट्रेस्टिङ भएको छैन। अब रोमन ब्रक आउँदैछन् हेरौँ, अब अझै पनि यिनीहरूसँग 6 हप्ता जति छ, के गर्छन् म हेर्छु, तर आई एम नट इन्ट्रेस्टेड राइट नाउ। एट दि एन्ड यही नै भन्छु, ड्रु मैकइन्टायर इज नट गोइङ टु रेसलमेनिया एज ए अनडिस्प्युटेड च्याम्पियन, र यही नै हो, हि गट रब्ड। अरू के सुन्नु चाहनुहुन्छ मबाट? लेट्स सी यु नेक्स्ट विक। अब जुन पनि भिडियो आउनसक्छ, आई विल नट ग्यारेन्टी यु होइन, जुन पनि भिडियो आउनसक्छ। बाई।